What's up guys, welcome back to my vlog है। अनि आज चाहिँ हामी चाहिँ फेरि घुम्नु जानुको लागि म निस्केँ घरबाट गाइस, हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ बजार आइपुगेँ म फेरि। अनि यहाँनिर चाहिँ हामी रेली पुल पनि आइपुग्यो गाइस। अनि चाहिँ म आज एडी अनि सिद अन्त निगम दा आउनुहुन्छ, हामी चारजना है गाइस। हामी चाहिँ पारी गएको घुम्नु। अनि साथीको नयाँ गाडी होइन, हिजो भर्खर किनेको भनौँ होइन, हिजो पनि अस्तिको दिन। अनि यो चाहिँ 800 हो है। अनि हामी चाहिँ गाइस यहाँ भन्ज्याङ पनि आइपुग्यो गाइस। कस्तो ब्युटिफुल भ्यू छ है, तर मेरो फोनले त्यस्तो क्याप्चर गर्नु पाएन, चार्ज अलिक कम्ती छ नि त गाइस, देख्न सक्नुहुन्छ। इट्स अ ब्युटिफुल प्लेस अप टु द हिल्स है गाइस। अनि हामी चाहिँ यहाँ कफेर जाने, यो बाटो छुट्टिने कफेर गिटाब्लिङहरू जाने बाटो छुट्टिने यहाँ पनि आइपुगिसक्यो है गाइस। हामी चाहिँ पालाबाट उकालो चढ्नुपर्छ नि त, पाला भन्दा पनि रेलीको उकालो, पालाबाट त उता अर्को बाटो निस्किन्छ। यहाँबाट हामी हाइवे आइपुग्यो गाइस। यहाँबाट तेर्सो गयौँ, अब हामी कफेर पुग्छ। हामी चाहिँ त्यतैपट्टि गएको गाइस है। यहाँनिर कस्तो दामी भ्यू छ है गाइस। यु जस्ट सी क्या अब, इट्स रियली वर्थ इट। हामी चाहिँ आज खासमा बेसी गरम चढिरहेको थियो नि त हाम्रो कालिम्पोङमा, अनि बेसी गरम भएर आज चाहिँ हामी हल्का चिल गर्नु निस्केको। अनि इट वाज रियली वर्थ इट गाइज है। कस्तो शीतल भइदिइरहेको थियो यहाँ चाहिँ। हल्का फेरि गाडी रोकेर फोटोसुट जी हाम्रो है, हाम्रो आजको मोडल चाहिँ उहाँ एडी फोटो खिच्दैछ। हाम्रो मोडलले है डाली खिचिदिनु हुँदैछ आइफोन 15बाट गाइज। अनि यहाँ चाहिँ फेरि हामी यो पुल आइपुग्यो। यो पुल चाहिँ अलिकति के भन्नु गाइस, बनिएकै छैन रहेछ हो अहिलेसम्म पनि। कति वर्ष अगाडि आउँदाखेरि पनि बनिएकै थिएन, स्टिल बनिएको छैन रहेछ गाइस, हेर्नुहोस् है। तर यहाँ यत्रो बम्पर हालिदिइरहेको रहेछ क्या गाइस। यो बम्पर अब खै यो बाटो कहिले बनिन्छ होइन, बाटो बनेपछि त झन् अब तपाईँहरूलाई पनि मजै हुन्छ नि त। अहिले चाहिँ निकै अलिक बाटो बिचमा अलिक खराबै थियो गाइस होइन। यहाँ अब भ्यू मात्रै हेर्नुहोस् न गाइस, धुप्पीको रुखको जङ्गलको बिचबाट बाटो छ, रोडको बिचमा चाहिँ। तर बाटो अलिकति चाहिँ अफरोडिङ छ गाइस हो। अरूसम्म चाहिँ न त अघि हाइवे तेर्सो बत्तिँदै आउँदै थियो, फेरि बिचमा यस्तो बाटो छ गाइस होइन, हल्का अफरोडिङ। पानी झरीमा अब बिजोकै हुन्छ भनौँ, पहिरोहरू जाने डर हुन्छ होइन गाइस। तर अब के भन्नु, अब यस्तो गरम थियो कि गाइस, त्यही भएर हामी निस्किनु कर थियो। अब कर पनि के भन्नु, अब घुम्नु जानु मन थियो केटासित होइन। अनि ठ्याक्कै मिल्यो पनि, अनि हामी निस्क्यो पनि होइन गाइस। अनि यहाँनिर चाहिँ आज यस्तो दामी वेदर, अब चिल, अब ह्याप्पी शीतल खालको वेदर भइरहेको थियो नि त होइन गाइस, देख्न सक्नुहुन्छ तपाईँहरूले।